साथीहरू नमस्कार। सर्वप्रथम यहाँहरूलाई मेरो च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। आज म ससाना भाइ बहिनीहरूको निम्ति केही छोटा र रमाइला कथाहरू लिएर आएको छु। कृपया कथा सुरुदेखि अन्तिमसम्म सुनेर साथ दिनुहोला। साथै मन परेमा लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सनुहोला। आउनुहोस्, आज हामी आजको कथा सुरु गर्छौं। कथाको शीर्षक रहेको छ हाँसको परिकार। एक पठान जङ्गली हाँस आकाशमा उड्दै कतै जाँदै थिए। उड्दै गरेको त्यो हाँसको बथानलाई दुईजना सिकारीले देखे। हाँस मार्नका लागि ती दुवै सिकारीले बन्दुक ताक्दै थिए। त्यसै बेला एकजना सिकारीले भन्यो, हेर त, यी हाँस कस्तो मोटा घाटा रहेछन्। यी हाँसलाई टमाटर र अदुवामा पकाएर खाँदा कस्तो मिठो होला। अर्को सिकारीले भन्यो, हाँसको पकाएको परिकार भन्दा त सेकुवा मिठो हुन्छ। यी हाँसलाई पनि सेकुवा बनाउनु पर्छ। दुवै सिकारीमा हाँसको कस्तो परिकार बनाउने भन्ने विषयमा वाद विवाद चल्न थाल्यो। निकै बेरसम्म ती दुवै सिकारी वाद विवादमा अल्झिरहे। अन्त्यमा उनीहरूले सम्झौता गरे, आधा हाँस पकाएर खाने र आधा हाँस सेकुवा बनाएर खाने। उनीहरूको हाँसको मासुको परिकार बारेको विवाद टुङ्गिनुभन्दा पहिले नै हाँसको बथान ओझेल भइसकेको थियो। आउनुहोस् साथीहरू, हामी फेरि अर्को कथा सुन्छौं। कथाको शीर्षक रहेको छ कछुवाको घर। कुनै बेला वनदेवताको विवाह भोज चल्दै थियो। भोजमा सबै जनावर सामेल थिए, तर भोजमा कछुवा भने देखिएन। विवाह भोज सकिएको केही दिनपछि वनदेवता र कछुवाको भेट भयो। वनदेवताले भने, कछुवा भाइ, तिमी त मेरो विवाह भोजमा देखिएनौ नि। कछुवाले जवाफ दियो, मलाई त सबैभन्दा प्यारो घर नै लाग्छ। घरको रमाइलो छोडेर कहाँ अरूको भोजतिर लाग्नु। कछुवाको कुरा बेठिक नभए तापनि उसको भनाइको तरिका भने ठिक थिएन। कछुवाको कुरा वनदेवतालाई तितो लाग्यो। उनले भने, तिमीलाई घर निकै प्यारो लाग्दो रहेछ, त्यसैले तिमी तिम्रो घरलाई पिठ्यूमा बोकिराख्ने गर। भनिन्छ वनदेवताको त्यही श्रापका कारण कछुवाले जहिले पनि आफ्नो घर बोकिराखेको हुन्छ। आउनुहोस् साथीहरू, हामी फेरि अर्को कथा सुन्छौं। कथाको शीर्षक रहेको छ दुई छिमेकी। कुनै गाउँका दुईजना छिमेकीलाई टाढाको वस्तु देख्न नसक्ने रोग लागेको थियो, तर उनीहरू त्यो कुरा अरूलाई बताउन चाहँदैनथे। अझ एक अर्कालाई त उनीहरूको दृष्टि एकदमै ठिक भएको देखाउन चाहन्थे। एक पटक त्यो गाउँमा मन्दिर बनाइने भएछ। मन्दिरको ढोका नजिकै मन्दिर बनाउन सहयोग गर्नेहरूको नाम र मन्दिर सम्बन्धी अरू जानकारी पनि राखिने भएछ। त्यो कुरा ती दुई छिमेकीले पनि सुनेछन्। केही दिनपछि मन्दिर निर्माण कार्य सम्पन्न भयो। मूर्तिको अनावरण गर्ने भनिएको दिन ती दुवै छिमेकी मन्दिरमा पुगे। एकजनाले मन्दिरको केही टाढेबाट मन्दिरको भित्तामा पढे झैँ गरी उसले सम्झन सके जति मानिसको नाम भन्यो। उसको मानिसको नाम भन्ने तरिका देख्दा लाग्थ्यो उसले टाढेबाट मन्दिरको भित्तामा लेखिएका नामहरू प्रष्ट देखेर भन्दैछ। उसले नाम पढिसकेपछि अर्को छिमेकीले भन्यो, ती नामहरूको तल मन्दिर स्थापनाको साल र महिना पनि कति राम्रो अक्षरमा लेखिएको रहेछ हगि। उनीहरूको कुरा सुनेर नजिकै बसेका मानिसहरूले जिल्लिँदै भने, तिमीहरूले कहाँका कुरा पढ्छौ? लेख्ने कालीगढी बिरामी परेर यहाँ त केही लेखिएकै छैन। अब जिल्लिने पालो ती दुवै छिमेकीको थियो। आउनुहोस् साथीहरू, हामी फेरि अर्को कथा सुन्छौं। कथाको शीर्षक रहेको छ भँगेरोको चलाखी। एक पटक राजा छान्नका लागि जङ्गलका चराहरू जम्मा भएका थिए। राजा छान्नु पर्ने कुरामा सबै चराहरूको सहमत भयो, तर
राजा को हुने भन्ने विषयमा भने सहमत हुन सकेन, किनभने सबैजसो चराहरू आफै राजा हुन चाहन्थे। कसरी राजा छान्ने त? चराहरूमा छलफल चल्यो। लामो छलफलपछि निर्णय भयो, जो सबैभन्दा माथि उड्न सक्छ त्यही राजा हुन्छ। हुन त साना चराहरूलाई यो कुरा मन परेको थिएन, तर एउटा भँगेराले उनीहरूलाई पनि सहमत गरायो। उड्ने प्रतियोगितामा भाग त सबैले लिए, तर धेरै चराहरू धेरै माथिसम्म उड्न नसकेर फर्के। केही चराहरू माथिसम्म पनि पुगे, तर सबैभन्दा माथि चिल पुग्यो। चिल घमण्ड साथ सभामा बोल्यो र भन्यो, अब म चराहरूको राजा भएँ, सबैभन्दा माथि म पुगेँ। उसको कुरा सुनेर साना चराहरू अब चिलले उनीहरू र उनीहरूका बच्चालाई खाने भयो भनेर डराए। त्यसै बेला चिलको पिठ्यौबाट फुत्रुक्क झर्दै भँगेराले भन्यो, तिमी होइन, चराहरूको राजा म हुँ। तिमी जतिसुकै माथि उडे पनि, थोरै भए पनि म नै माथि थिएँ, किनभने म तिम्रो पिठ्यौमा थिएँ। यसरी भँगेरो चराहरूको राजा भयो। यही खुसियालीमा नाच्न गाउन थालेको भँगेरा अहिले पनि बिहानैदेखि साँझसम्म नाचगान गरेर थाक्दैनन्। आउनुहोस् साथीहरू, फेरि हामी अर्को कथा सुन्छौँ। कथाको शीर्षक रहेको छ बुढी आमाको सियो। एकजना केटालाई पटक्कै पढ्न मन लाग्दैन थियो। त्यसैले एक दिन विद्यालय जानुको सट्टा ऊ बल्छी बोकेर नदीमा माछा मार्न गयो। नदीको किनारमा उसले एकजना बुढी आमा देख्यो। बुढी आमाले ठुलो ढुङ्गामा गलको टुक्रा घोटिरहेकी थिइन्। आमा, तपाईँले यो गल किन घोटिराख्नु भएको छ? यसलाई सियो बनाउनु छ बाबु, आमाको उत्तर थियो। यति ठुलो गल घोटेर सियो हुनै नसक्ने काम, केटाले भन्यो। यो गल अवश्य सियो बन्छ, तर यसलाई घोट्न अल्छी गर्नु हुँदैन, बुढी आमाले जवाफ दिइन्। उनको कुरालाई केटाले निकै बेर गहिरिएर सोच्यो। उसले मनमनै विचार गर्यो, त्यत्रो गल घोटेर सियो बन्छ भने मैले पढ्न किन नसक्ने? ऊ बल्छी फालेर स्कुलतिर फर्क्यो। आउनुहोस् साथीहरू, फेरि हामी अर्को कथा सुन्छौँ। कथाको शीर्षक रहेको छ सजिलो चित्र। एकजना राजा चित्रकलामा शौखिन थिए। उनका दरबारमा चित्रकार पनि थिए। एक दिन गफकै सिलसिलामा राजाले चित्रकारलाई सोधे, के कुराको चित्र बनाउन अप्ठ्यारो हुन्छ? गाईबस्तु, भेडा बाख्रा आदिको चित्र बनाउन अप्ठ्यारो हुन्छ। चित्रकारले जवाफ दियो। अनि के को चित्र बनाउन सजिलो हुन्छ? राजाले सोधे। भगवान, राक्षस, भूतप्रेतको चित्र बनाउन सजिलो हुन्छ। कसरी? राजाले सोधे। गाईबस्तु र भेडा बाख्रासँग त सबै परिचित छन्। ती जनावरहरू हाम्रा वरिपरि छन् र सधैँजसो देखिन्छन्। त्यसैले चित्र दुरुस्त भएन भने चित्र हेर्ने मानिसले तुरुन्त थाहा पाउँछ कहाँ के मिलेन। तर भगवान, राक्षस, भूतप्रेतलाई त कसैले देखेका छैनन्, त्यसैले तिनीहरूको चित्र मिले नमिलेको भन्न सक्दैनन्। त्यसैले जस्तो चित्र बनाए पनि हुन्छ। चित्रकारको तर्क राजालाई राम्रो लाग्यो। त्यसपछिका राजसभामा ती चित्रकार पनि आमन्त्रित हुन थाल्यो। आउनुहोस् साथीहरू, हामी फेरि अर्को कथा सुन्छौँ। कथाको शीर्षक रहेको छ बिरामी सिंह। एक पटक वनको राजा सिंहको पेट गडबड भएछ। वनका धेरै जनावरहरू आफ्ना बिरामी राजालाई भेट्न आए। भेट्न आएको जरायुले भन्यो, सरकार, हजुरको सास त साह्रै गनाउँदो रहेछ। तैँले मेरो सास गनाउँछ भन्ने साहस कसरी गर्न सकिस्? सिंह जरायुमाथि झम्ट्यो। तिमीलाई मेरो सास कस्तो लाग्यो? सिंहले बनेलसँग सोध्यो। जरायुको दुर्गति आफ्नै अगाडि देखेको बनेलले भन्यो, हजुरको सास त साह्रै सुगन्धित छ सरकार। पेट बिग्रेको बेलामा पनि सास सुगन्धित हुन्छ। तैँले मलाई मूर्ख बनाउने खोजेको? बनेल पनि सिंहको शिकार बन्यो। अनि तिम्रो विचार के छ? सिंहले स्याललाई सोध्यो। के गर्ने सरकार?
मलाई त रुघाले यसरी सताएको छ कि कुनै कुराको गन्ध नै थाहा पाउँदिन। यो चतुर जवाफले स्यालले सिंहको शिकार हुनु परेन। आउनुहोस् हामी फेरि अर्को कथा सुन्छौँ। कथाको शीर्षक रहेको छ कछुवा र स्याल। एक पटक स्यालले कछुवा समायो। कछुवा त समायो, तर कछुवाको बलियो हाडे पखेटा फोरेर स्यालले कछुवा खान सकेन। मलाई पानीमा भिजाउन त, म भिजेर कमलो भएँ भने तिमीलाई मेरो खप्ता फोर्न सजिलो हुनेछ, कछुवाले सल्लाह दियो। यो खप्तेले ठिकै भन्यो, यसलाई नदीमा भिजाएर खानु पर्यो। स्यालले कछुवालाई नदीमा छोडिदियो। कछुवाको घरै नदी। कछुवालाई नदीमा पौदिन त स्याललाई जङ्गलमा कुद्नुभन्दा पनि सजिलो। स्यालको हातबाट फुत्किने बित्तिकै कछुवा त नदी पारी गयो। नदी पारी पुगेर कछुवाले स्याललाई उल्ल्यायो। स्याल बाबु, तिमी मात्रै बाठो छैनौ, अरू कति जनावर तिमी भन्दा पनि बाठा छन्। साथीहरू, तपाईहरूलाई यो कथा कस्तो लाग्यो? कृपया यदि मन परेमा लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोला। धन्यवाद।